तपाईको छिमेकीले तपाईलाई असर पर्ने गरी रुख वा बिरुवा रोप्यो भने त्यस्ता रुख तपाईँ आफैले काट्न सक्नुहुन्छ कि हुँदैन, यो विषयमा कानुनमा के लेखिएको छ भन्ने विषयमा तपाईलाई भन्नुपर्दाखेरि चाहिँ कुनै व्यक्तिले आफ्नो जग्गामा लगाएको रुख वा बिरुवाले अन्य व्यक्तिको घर जग्गा वा अन्य सम्पत्तिमा फैली असर पुर्याएमा त्यस्तो रुख वा बिरुवा लगाउने व्यक्तिले त्यस्तो व्यक्तिको घर जग्गा वा सम्पत्ति नोक्सान नहुने गरी अरूलाई असर पर्ने रुख वा बिरुवाको हाँगो वा जरा काट्नुपर्ने छ। तर रुख वा बिरुवा लगाउने व्यक्तिले त्यस्तो रुख वा बिरुवाको हाँगा वा जरा नकाटेमा त्यसबाट असर पर्ने व्यक्तिले त्यस्ता बिरुवा वा बिरुवाको हाँगा वा जरा आफैले काट्न सक्नेछ भनेर कानुनले तपाईँलाई अनुमति दिएको छ। त्यसकारणले अरूलाई असर गर्ने गरी रुख वा बिरुवा नलगाउनु होला। यदि लगाउनु भइहाल्यो भने पनि कसैलाई असर गर्यो भने त्यो काट्नु होला, र यदि तपाईँले काट्नु भएन भने चाहिँ जो असर पर्ने व्यक्ति छ ऊ आफैले पनि काट्न सक्छ भनेर कानुनले त्यस्ता व्यक्तिलाई यो अधिकार दिएको छ।